हेलो एभ्रिवान साथीहरु अहिले चाहिँ हामी है तपाईहरुलाई बिहानको है गुड मर्निङको भिडियो भने चाहिँ हामी है सानो राइडमा जाँदैछु भनेर अहिले हामी चाहिँ यहाँ निस्किसकेको छु घरबाट साथीहरु अन्त यहाँ केटाहरु बाटोमा छ अहिले है यी भाइहरु है आशिष विवेकदा यहाँ हाम्रो फुजे भाइ राम्रो गर्नुपर्छ राइड चाहिँ ल अब घोन्डे आउँदैछ हैन हामी चाहिँ चारै भेला भइसकेको छु अहिले चाहिँ आउँदैछ घोन्डे उलाई चाहिँ यहाँ पर्खिराख्छु साथीहरु हैन सिधा जाउँ न अन्त यहाँबाट हामी बालाजी नगर भएर जाउँ त्यहाँबाट बालाजी नगर भएर गएर चाहिँ त्यहाँबाट समिरेट भएर आउँ न डेन्टल कलेज ल भान्जा राम्रो गर्नुपर्छ राइड चाहिँ लु निस्किनु हैन लु लेक चाहिँ मजाको लाग्यो साथीहरु तपाईहरुलाई देखाउँछु हेर्नुस् न हो सेट्टी छ है साथीहरु यो चाहिँ है हेर्नुस् न मजाको देखिरहेको छ है मौसम पनि यति मजाको भइरहेको छ है क्लाउडी यहाँ छ है एनएस यहाँ छ ड्युक सिक्किम बोय हो सिक्किम बोय यता हेर न हौ सिक्किम बोय हो ड्युक है 250 मेरो यो बुलेट 350 यहाँ छ भाइको फेरि एनएस 200 त्यो पनि है कस्तो भयो मजा आयो हो मेरो त भारी भयो त क्लासिक भारी नै हुन्छ नि त तर नि भारी छ नि त क्लासिक सोचेको कि त्यो पछाडिको होइन पछाडिको पहिला सानो टर्निङमा चाहिँ अलिक याद गर्नुपर्छ हामीले कन्ट्रोल गर्नु साह्रो पर्छ नि त फेरि हो लु साथीहरु यस्तो देख्दैछ है हाम्रो केटाहरूको बाइक चाहिँ हो यहाँ चाहिँ केटाहरूले हल्का फोटो सुट गर्दैछ है लु साथीहरु है अब चाहिँ हामी यहाँबाट निस्किँदैछु होइन आशिष कहाँ जानु म लान्छु तपाईलाई गाइड गर्दै मेरो पछाडी आउनु ओके हातकै साथले त बुझ्नु ल ल ल लु जाउँ है जो माजा हेलो जो लु साथीहरु है यहाँबाट चाहिँ निस्केको अहिले होइन एकछिन फोटो खिच्यौँ होइन क्लिक गऱ्यौँ रिल्सहरू बनायौँ साथीहरु होइन सर्ट भिडियोहरू अलिकति अब हामी निक्लिँदैछु यहाँ हेर्नु साथीहरु आमा ट्याङ्कर जलेको उयो माथिबाट पल्टेको उयो हाइवेबाट जलेको होइन त यो त उयो होइन पेट्रोल ट्याङ्क यहाँ साथीहरु हाइवेमा कता ट्याङ्कर चाहिँ लडेर ऊ माथिबाट है पल्टेर आएर चाहिँ जलिरहेको रहेछ है पल्टेर पनि जलेको रहेछ क्या डेन्जर राम्रो कतिवटा च्याम्बरको एउटा दुईटा तीनटा चारटा पाँचवटा च्याम्बरको है ट्याङ्कर पल्टेर चाहिँ यहाँ आगो लागिरहेको रहेछ साथीहरु खतरा जलेको छैन न पल्टेर पनि हल्का आइसक्रिम हल्का रमाइलो ओ सम्देन खै एउटा मेरो राख्दै भान्जा
ल है हल्का साथीहरू यहाँ चाहिँ ट्रिबेक गरेको होइन मजा आयो एकदम भान्जा कस्तो भयो राइड सामदानलाई कस्तो लाग्यो डर लाग्दो अब उसले पनि अब नेक्स्ट अब उसको आउँछ स्कुटी एन्ट्रक आउँदैछ उसको है हाम्रो चाहिँ अब कोल्ड लियो हल्का बवाल है लु साथीहरू है हल्का ट्री ब्रेक यहाँ चाहिँ हल्का है गल्यो नि त होइन हल्का यहाँ चाहिँ पानी सानी खानु बसेको हामी चाहिँ आजको राइड कस्तो भयो एक्सपिरियन्स एकदम टाइमिङले अलिकति गाह्रो पार्यो एकदम बढिया विवेक दालाई एकदम दामी मलाई चाहिँ अझै गर्नु मन रहेछ कि केटाहरू पनि नभ्याउने भएर नेक्स्ट है अब नेक्स्ट टाइम दामी दाको बुलेट चाहिँ भिनै भएर फर्स्ट टाइम चाहिँ एकदम एक्सपिरियन्स गरे एकदम बवालाई है यहाँ भान्जालाई राइडको मैले यो थम्नेलमा भान्जा कस्तो भयो राइड चाहिँ मजा आयो हैन एक्सपिरियन्स तिमीलाई एकदम दामी मजा आयो त्यो बाटो चाहिँ फर्स्ट टाइम गएको थिएँ दामी रहेछ बाटो चाहिँ अब नेक्स्ट टाइम चाहिँ नेक्स्ट मन्थ होला त्यति बेला चाहिँ अब अलिक जान आउँछु हामी हैन यो चाहिँ फर्स्ट है हामी यो फर्स्ट राइड हाम्रो त्यो फर्स्ट राइडमा चाहिँ राम्रो थियो एक्सपिरियन्स हैन तर अब नेक्स्ट राइडमा चाहिँ अझै दामी हुन्छ हैन दामी भिडियोजहरू आउँछ नेक्स्ट टाइममा चाहिँ अब अहिले चाहिँ अब मामाको च्यानलहरू होइन सपोर्ट लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला गाइस लु हाम्रो यहाँ सानो भाइलाई चाहिँ पछाडि बसेर भने कस्तो लाग्यो तिमीलाई चाहिँ जो साथीहरू है एकदमै बवाल मजा आयो है यो चाहिँ हाम्रो फर्स्ट राइड हो हाम्रो केटाहरू त होइन होइन अब आउँदो दिनमा अझ अब इन्ट्रकहरू पनि हुन्छ केटाहरूको स्कुटी भए पनि केही भयो भने अब जे पनि हुन्छ केटाको राइडमा आउनेहरू इच्छुक हुनेहरू चाहिँ आउन सक्छ होइन जो आउनु सक्छ हामी चाहिँ त होइन यसपालि त हामी टाइममै आउने हो अब नेक्स्ट टाइम चाहिँ एकदम बवाल तरिकाले आउने हो साथीहरू होइन त्यही हो साथीहरू होइन आजको होइन भिडियो हेरेर तपाईँलाई सानो अब यो भिडियो हेरेर तपाईँलाई कस्तो लाग्यो होइन मन पऱ्यो भने लाइक कमेन्ट होइन त्यही हो सेयरहरू गरिदिनु होला मन पऱ्यो भने कमेन्ट चाहिँ एकदम हिर्काइदिनु साथीहरू होइन कमेन्ट त हिर्काइदिनु पऱ्यो त होइन है गाइस लु साथीहरू आजको लागि सानो यो अब सानो भन्दैन ठिकैको होइन आजको यो राइड गरेको हाम्रो भिडियो यतिमै है लु है यो भ्लग चाहिँ आज यतिमै है सक्ने हो फेरि नेक्स्ट भ्लगमा भेट्ने हो बाइ बाइ गाइस सी यु सुन